नमस्कार दर्शक महानुभावहरू, आज सबैभन्दा फरक नयाँ विषयवस्तु लिएर उपस्थित भएको छु। पाँचथर जिल्लाको फिल्म नगरपालिका र हिलियाङ गाउँपालिकालाई जोड्ने हेमाखोला विगत 1 वर्ष अघि आएको बाढीले पुल बगाएपछि यहाँको सडक अवरुद्ध भएको थियो, जसलाई अस्थायी बाटो बनाएर हामीले आवतजावतको काम गरिरहेका थियौँ। तर अहिले नेपाल सरकारले पुल बनाउने काम 1 वर्षपछि गर्न चाहिँ आँटेको रहेछ, गर्ने प्रक्रियामा आएछ। तर दुईटा परिवारको अलि समस्या, दुईटा परिवारलाई चाहिँ अलि पिरमार्का पार्दै गरेको जस्तो हामीले देखेका छौँ। कस्तो लाग्छ तपाईहरूले अन्तिमसम्म हेरेर आफ्नो विचार प्रतिक्रिया राखिदिनुहोस् है त। यो पाँचथर जिल्लाको फिल्म नगरपालिका र हिलियाङ गाउँपालिका जोड्ने सिमानामा रहेको हेमाखोला पुल, जो 48.80 मिटरको पुल थियो। यसको भार क्षमता 25 टन मात्रै थियो। एक पटकमा एउटा सवारी मात्र भनेर पनि यहाँ लेखेको हामी देखिरहेका छौँ। यो ठाउँबाट पुलको पिलर बनेर त्यो परपट्टिसम्म, त्यहाँसम्म पुल थियो। अब आवतजावतमा 1 वर्ष अगाडि आएको बाढीले पुल बगाएपछि असहज बनेको छ। यो तलपट्टि देख्दै हुनुहुन्छ अस्थायी बाटो, यही बाटो गरेर अस्थायी बाटोको रूपमा, अस्थायी डाइभर्सनको रूपमा प्रयोग गरिएको थियो यो बाटो। तर अहिले आएर नेपाल सरकारले 1 वर्षपछि चासो देखाएर उक्त कार्य अथवा पुल निर्माण गर्ने काम चाहिँ सुरु गरेको रहेछ। तर विडम्बना, हामी जहाँ पुग्दाखेरि देखेको अप्ठ्यारो परेको अथवा हामीले देखेको अनौठो चिज चाहिँ त्यहाँ परपट्टिबाट बाटो उद्धवपट्टि गयो। दुईजना दाजुभाइहरू त्यहाँ हिँड्दै हुनुहुन्छ। त्यतापट्टिबाट घुम्दै घुम्दै बाटो सरर यसरी आउँछ। अब अहिलेसम्म अस्थायी बाटो यहाँबाट यतातिर गइरहेको थियो। अब हेर्नुहोस् त, यहाँबाट बाटो फेरि यता जाने भयो। यतापट्टि गएर अब योभन्दा परपट्टि केही ठाउँमा, केही भागमा, यहाँ तपाईँहरूलाई जुम गरेर पनि राखेँ मैले, यो मिक्सचर चल्दै गरेको ठाउँमा त्यहाँ चाहिँ त्यहाँबाट पुल बनेर त्यो पारिपट्टि भिरमा जहाँ खनिएको छ त्यहाँपट्टि पुलको पिलर बसेर बेली ब्रिज बन्ने अरे भन्ने हामीले सुनेका छौँ। तपाईँहरूलाई कस्तो लाग्छ? यो ठाउँमा बन्दा उचित हुन्छ या हुँदैन? तपाईँहरूलाई के लाग्छ त्यो आफ्नो विचार कमेन्टमा लेख्नुहोस्। सम्बन्धित निकायसम्म पुर्याउनका लागि, खबरदारी गर्नका निमित्त यो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। अनि साथ दिनुभएकोमा धन्यवाद। अनि सेयर पनि गरिदिनु होला। बाटो निकै साँघुरो बन्दैछ, सानो बाटो बन्दैछ। यहाँबाट डाइभर्सनको रूपमा प्रयोग गरिएको बाटो यो तल्लो बाटो हो। यो बाटोलाई अहिले आएर यहाँबाट मोड यतातिर लिएर जाने प्रयास गरिँदैछ। यतापट्टिको घर, यो घर छ, अनि यो घर बिचमा पर्खाल लगाएर बाटो निर्माण हुँदैछ। यो दुई घर बिच पर्खाल लगाएर बाटो बनाउनु उचित होला त? अब यसो भनिरहँदा के फरक पर्छ र भन्ने समस्या आउँछ। अब यहाँबाट आवतजावत गर्न पुल यतापट्टि बनेपछि फेरि म तपाईँहरूलाई अघितिर लिएर गएँ। यो क्षेत्रमा बसोबास गर्दै गरेका यो पल्लोपट्टिको भागमा तपाईँहरूले देखिराख्नु भएको छ छेद विच्छेद बनेको छ। यता पारिपट्टि, यो पारिपट्टि छेद विच्छेद बनेको ठाउँका 2-4 घरले के गरी खाने? मेची राजमार्ग यही अगाडिबाट बढ्थ्यो। यो अगाडिबाट बढ्दाखेरि उहाँहरूको 2-4 पैसा आम्दानीको स्रोत थियो। होटल व्यवसाय गर्नुभएको थियो। त्यो व्यवसाय पनि मारमा परेको देख्न सकिन्छ। उहाँहरूको व्यवसाय अब धराशायी बनेको छ, धरापमा परेको छ। अब डाइभर्सनको रूपमा बाटो त्यताबाट अगाडिपट्टि बढिसकेपछि उहाँहरूको चाहिँ त्यो गुनासो पनि आएको हुँदा हामीले उहाँहरूको सन्देशलाई उहाँहरूकै आवाजमा राख्न नसके तापनि हामीले हाम्रै आवाजमा राखेका छौँ। अन्तिमसम्म हेरेर साथ दिनुभएको छ। कस्तो लाग्छ? हामीले गरेका कामहरू ठिक लाग्छ भने भिडियो सेयर गरिदिनु होला। 1 वर्ष अगाडि यो ठाउँमा बाढीले उधुम मचाएको ठाउँ, जसले 5 थरलाई छेद विच्छेद बनाएको ठाउँ, अहिले हेर्नुहोस् त, लगभग तिर्खाएको एकजना मानिसले पिउनलाई पानी
पर्याप्त मात्रामा छैन। अब के गर्ने? विडम्बना। हाइड्रो पावरहरूले विद्युत उत्पादनका नाममा पानी प्रशस्त प्रयोग गरेका छन्, तर त्यस पश्चात निस्किने ती पानीहरू त त्यत्तिकै सकिएर जाँदैन। ती पानीहरू फेरि कहाँ जान्छन्? ती पानीहरू फेरि अन्त कहाँ प्रयोग गरिँदैछ? स्थानीयलाई कति प्रतिशत पानी छोडिदिनु पर्ने हो खेतीपाती गर्नका निमित्त? त्यो पानी पनि पर्याप्त मात्रामा नछोडेको हुँदा सम्बन्धित निकायको सबै पक्षको ध्यान आकर्षण होस्। हामी चाहन्छौँ। यतिन्जेल हेरेर साथ दिनुभएकोमा धन्यवाद।